once again welcome back to my mini vlog. So today I'm heading towards Beijing and I'm gonna show you guys everything, every detail. So let's go. Okay, so guys, I'm finally here at Rapdinsi and I'm gonna show you how does it looks like from inside. And okay, so let's explore with me. Let's go. Guys, I'm extremely tired. हिँड्दा गलिसकेँ तर जग्गा आइपुगेको छैन. मेन पोइन्ट चाहिँ यस्तो रहेछ राप्तेन्सीको भ्यू चाहिँ है. ओके सो गाइस, यहाँनिर चाहिँ यस्तो है क्याबिन खालको रहेछ. सायद पहिलानिर चाहिँ यो चाहिँ रुमहरू हुने गर्थ्यो होला है. ओके सो गाइस है, म चाहिँ यहाँनिर बिसाइराखेको छु. अल्छी लागेर, अल्छी भन्दा पनि पुरा बेसी थाकेँ नि त घुम्दाखेरि. अनि चाहिँ यहाँ बसिरहेको छु घाममा. एकदमै दामी घाम आइरहेको रहेछ. फोटोसहरू एक दुईवटा क्लिक गरेँ हो. त्यहाँपछि चाहिँ म बसिरहेको छु. अब चाहिँ फर्किनुपर्छ होला है. त्यस्तो बेसी त केही पनि छैन रहेछ देखाउनु पर्ने. भए तापनि मैले एक दुईवटा त्यो साइट्सहरू है एक्सप्लोर गरेर तपाईँहरूलाई देखाएँ. र अब जाँदाखेरि फेरि पनि देखाउने छु. किनभने अघि आउँदै गर्दा चाहिँ मलाई पुरा बेसी गल्यो नि त, थाकेँ कि हिँड्दाखेरि. त्यही भएर मैले तपाईँहरूलाई देखाउनु सकिनँ. अन्त म अहिले फर्किँदाखेरि अरू मैले तपाईँहरूलाई नदेखाएको पार्टहरू म तपाईँहरूलाई देखाउनु छु नि. ओके, हेर्दै जानुहोस् त ल. सो गाइस, हामी चाहिँ घर फर्किनै आँटेको. तर फर्किँदा यहाँनिर चाहिँ बर्ड सेन्चुरी, बर्ड प्याराडाइज पनि रहेछ. सो किन एक्सप्लोर गरौँ न भनेर चाहिँ हामी फेरि पनि यहाँनिर आएको. सो लेट्स एक्सप्लोर विथ अस. कस्तो क्युट के मुसा भन्छ यसलाई चाहिँ. आम्मामा कराएको. गाइस, यो चाहिँ हाँस रहेछ कि. यहाँ चाहिँ राजा हाँस रहेछ. मैले फर्स्ट टाइम देखेको राजा हाँस चाहिँ. दामीको रहेछ चरा. यो भाले यो माथिको चाहिँ पोथी रहेछ. त्यहाँनिर चाहिँ रहेछ कालिज है, बेल्जियम कालिजहरू. यो चाहिँ दादाले भन्नुभएको. यिनीहरू चाहिँ गोल्डन पेजेन्ट अरे हौ. दामी रहेछ. खै नेपालको के भन्छ यसलाई अरे, डाफे रहेछ. डाफे चाहिँ केहरू अरे. यहाँनिर चाहिँ प्यारोट रहेछ है. यहाँनिर चारो खाने रहेछ. साह्रै गएर देखाउँदैछ नि तपाईँलाई. सो गाइस, अहिले चाहिँ हामी यहाँ खाजा खानु आइरहेको छौँ हो. अन्त अर्डर दिइरहेको छु. म अहिले तपाईँहरूलाई देखाउने छु.